जय श्रीराम, जय हनुमान। रामायण युद्धकाण्डबाट लिएर उपस्थित भएकी छु। अन्तिमसम्म सुनेर प्रतिक्रिया दिनुहोला। पिताका दुःखका वचन सुनिसके नारन्त कहिले तहाँ। हे पिता डर नमाने प्रभुले राज नगर्नुहोस् लौ यहाँ। लडौँलाई रिपुदल निभाइ अहिले भन्ने इरादा गरी आएका हुँ चरण विषे प्रभुजीका एकाग्र चित्तै गरी। भोलि राम फौज रणस्थलमा मार्नेछु एक गरी। काका हो तर मार्छु विभीषणै विमान दबाजमा गई। धन्दा केही मनमा नली हजुरले आशिष दिनुहोस् मलाई। रावणले ती बात सुनि जबलियो नारन्तकै वीरको। धन्य पुत्र भनेर गदगद भई चुम्बन लियो शिरको। रानी बिन्दुवती गई चरणमा श्री सासुजीको परिन्। सासु मन्दोदरीजीले उस घरी आसी बस बहुतै दिन। मन्त्रीलाई बोलाई त्यस भगतमा लङ्कापतिले तहाँ। नाचगान गर्नुपर्छ हे सजीव लौ भेट पुत्र प्रेमै महा। यस्तो रावणको वचन सुनिले छानेर गजबीहरू ल्याई गान बजान नाचुन गयो। धेरै बयान क्या गरौँ पाहुनाको खुब मान गरे दान गरिसके दिनो बिती रात पर्न गो। खुस भई दशिष शयन गृहमा सुत्न भनी पुग्न गो। सीता ते अवसर कन पारी मन्दोदरीले भन्दै चरणमा परिन्। सीता सौंपिदिनु हवस हजुरले भन्दै चरणमा परिन्। जसको कारण इन्द्रजित मरिगयो धेर वीर मरे रणमा। यस्तारी सीता यही घरमा रहिन् यदि भन्या सुख छैन राज्यैमा। यस्तारी सीता रानी मन्दोदरीले सम्झाउँदा छन् वास्ता केही गरेन मन्दोदरीको क्रोधै गरी मनमा। रिसाई झट्का दिई उठी गयो सोतिन् न यहाँ भनी। यही रात अन्त बिताई खुब चयनले उठ्यो फेरि त्यो अनि। प्रातकालमा उठेर सबेरै श्रीराम रमाका पति भन्नुभो मलाई जाग बिरहो यो भयो उज्यालो अति। स्नान नौ ध्यान सब कर्म धर्म सबले गरिसक्या फेर उनी। अमृतपान सबले गरे उस गरी लड्नै तयार फेर बनी। नारन्तक रथमा चढी गगनमा ओढ्थ्यो चिलैका सरी। रामदलमा महानस्त्र शस्त्र छोड त्यसले मूर्छा भयो फौज लडी। पारी मूर्छित त्यस घरी असुरले हाहा मचाइदियो।
रामलाई पापी दुष्टमतिले खुब गाली दिँदो भयो। माता कैकेयीले लगारी वनमा गुम्सस्थ योगी बनी सीताको पछि लागे कुकुर सरे आइस् त नै भनी। भुवारहरू चमलौ भनेर सवदाकलाई जगत मरमा यस्तो रिचित गाली खुब असुरले दियो त्यसै बिचमा। जम्बुवान अति क्रोधले त्यस गरी गर्थ्यो अगर स्वरमा। त्यही बिचमा नि दुष्टले अति ठिलो लियो त्रिशूलै तहाँ। अन्धो भो प्रभुका कृपा हुन गई पक्री लिए झड वहाँ। पक्री सोही त्रिशूल असुर कन यहाँ जाम्बवान वीरले हान्नुभयो अति बेगले असुर त्यो गिर्दो भयो पिरले। त्यही बिचमा कर थापी पक्री पकन फेर घुमाई फाल्दा महा। डल्लै कसरी पुग्नु गो असुर त्यो रावण रहन्थ्यो जहाँ। लाग्यो चाल्कन देखि रावण उठो काँप्दै तरुँदै तहाँ। लाजले छक्क पर्यो नरन्तक अति धेरै लङ्कापुरी बरमहा। मरे तुल्य सरी नरन्तक तहाँ भइगो यताउति हेरी उताने जतातता लाग्दैन पत्ता कहीँ। हे नाथ हे करुणा निदे भनी भनी गिर्थे जमनमा तहीँ। यस्ता रिचित अङ्गदादिहरूमा धेर बाण छोड्यो तहाँ। श्री सामु नदेखि वीर सब धेर पुगे ती लङ्का महा। क्रोधले पूर्ण भएर बान्दरहरू जो मिल्थे बाटामा। आनी मुड्की गोसा गुसुक्क पारी बहुतै हिँड्थ्या ती रास्तामा। घर घर मानिस चर लगाई अगलो गर्थे ती भन्दै पनि। सहरभित्र पसी उपद्रव गरे आए बाँदरै भनी। नारी राक्षसका जति जति मिले पसेर कोठामा। च्याती सब कपडा बनाई चिथडा यही हाल गर्थे तहाँ। यस्तै रिचित बाँदरादि वीरले घुमघाम मचाइदिया। हाहा मच्न गयो सबै सहरमा यही रितले हुर्मत लिया। कोलाहल परदा नरन्तक पनि उडेर लङ्कामा। दाखिल भो कति कारणै हुन गई हाहा पर्यो लौ तहाँ। कोलाहल परदा नरन्तक पनि उडेर लङ्कामा। दाखिल भो कति कारणै हुन गई हाहा पर्यो लौ त्यहाँ। नरन्तक वीरले त्यसै बखतमा हप्काउँदो भयो तहाँ। लाची बाँदर भाग्या अहिले उत्पात मचाया यहाँ। यस्तो घुर्की सुनि ती बाँदरहरू पत्थरली झट तहाँ। वर्षाका सरी सब मिली त्यस घरी ठोके ती वीर महा।
धनुषमा सरसौ चढाइयो सब खत नारन्त कहिले पनि उफ्री सुग्री छोड्यो बाण कपि भालुका उपरमा मार्छु सहजमा भनी उफ्री सुग्रीवले ती बाणहरू झट पक्रेर भाँचिदिया कसी मुड्किनी धारामा उस बखत हान्नु ताकेर हानिदिया दगुर्दै गई लात्तीका अङ्गदजीले हान्नु भए थियो जसै क्वाप्पै भाइ भूमिमा उस बखत र चूर्ण भइगो तसै उफ्री झट अनुमानले उस गरी ताकेर छातीमा हान्दा सारथी मुख बाई सजै गयो परम धाममा हिरितले दिन बित्न गो निसी भयो श्रीरामका दलहरू फर्के क्याम्पसमा खुसी भई राज हुन्थ्यो जहाँ प्रभु कोमल पाउमा टेकाई शिर वीर हर्थे पछाडि अनि पिठमा र श्रीरामले हातै फेरिदिँदा मिट्थ्यो थकाइ पनि सिगो जब प्रातः वीरहरू उठेर स्नान गरे राजा राम प्रभुका चरण कमलमा दर्शन सबैले गरे फलफुल खाई रमाई बाँदरहरू टुन्नै गरी पेट तहाँ हाजोरी बिनती गरे प्रभुजीमा जानै लडाईँमा मोर्चा खुल्न गयो बिहान पख फेर नरन्तकैको पनि फौजलाई बोलाई तत्पर भयो गर्छु लडाईँ भनी आलीका सरिकृत रूप धरी मायावी जाल खुब छरी हिँड्थ्यो पाजी अति रणस्थलमा चिन्नै नसक्ने गरी आँधीका सरी अन्धकार गरिदियो भारी रणस्थलमा अहङ्कार परि बाँदरादि सब दल भागी गए राम कहाँ यस्तो आपत देखि राम प्रभुजीले एक बाण भुजाला दिया हाने त्यस अँधियारालाई सजै छर्लङ्ग पारिदिया